जाति भएपछि घिन मान्ने होइन गौरव गर्ने हो छाती चौडा गर्ने। हामी गाउँबाट आएको मान्छे हो, हामी अंग्रेजी पनि बोल्न जान्दैनौँ किन हामी त्यो दुर्गम क्षेत्रबाट आएका हौँ। तपाईका बाबुबाजेहरू धनी थिए, पढाए, हाम्रा बाबुबाजेहरू किसान थिए, पढाउन सकेन। म साइन्स पढेको मान्छे हो, पछि म सीए पढ्ने दिल्लीमा गएर प्रजावादी होइन। मैले ग्यारेन्टी केवल पत्रकार सम्मेलन गरेरै भनेको छु। र राजतन्त्र भनेको वास्तवमा राम्रो चिज पनि होइन, म यहाँनिर भन्छु हजुर। कम्युनिस्ट हो, म सर्वहारा वर्गको उन्नतिका लागि भन्ने कम्युनिस्ट। न म हिन्दू राज्य र राष्ट्र संस्था मान्छु, न त म केपी ओलीलाई ल्याएर आउने हो, न त तपाईँको प्रचण्डलाई ल्याएर आउने हो, न त तपाईँ कङ्ग्रेसलाई ल्याएर आउने हो। कुनै राजनीतिक सङ्गठन होइन क्या, यो किन भरमा परेको छु कि पिसाब खानेहरू भन्छन् क्या कहिले काहीँ हामीले पूर्वीय सभ्यता मानेर। आज नासाले प्रमाणित गरिदिएको छ गाईको पिसाबमा यो पृथ्वी जगतभरि भएका सबका सब ब्याक्टेरिया र सबका सब तपाईँको जीवाणुलाई मार्न सक्ने क्षमता संसारमा यदि कसैसँग हुन्छ भने त्यो गाईको पिसाबसँग बाहेक अरू कसैसँग हुँदैन भनेर नासाले र विज्ञानले प्रमाणित गरेको छ। त्यही भएर कोत्तेरोबाले भनेछ गाँजा खाने गजेडीहरूका ग्याङहरू, टिओबीहरू, साला सहकारी ठगहरू, टिओबी ग्याङ, गाँजा खाने गजेडीहरूको ग्याङ र सहकारी ठगहरूको ग्याङ र डिप्रेसनका रोगी र खराने ग्याङहरूका अन्ध समर्थकलाई भने